नमस्कार, आज हामी स्लिप किचनको तर्फबाट विराटनगर स्थित मातृका प्रसाद सरको घरमा आइसकेका छौँ र उहाँको स्लिप किचनसँग कस्तो एक्सपिरियन्स रह्यो सुनाऊ है त। हजुरले स्लिपबाट किचन बनाउँछु भनेर कसरी सोच्नुभयो त? मैले चाहिँ विभिन्न होइन यो मिडियाहरूबाट जस्तो युट्युब भयो अनि फेसबुक त्यस्तैबाट र मेरो साथीहरूबाट पनि सजेसन पाएकोले गर्दा हजुरले स्लिप किचनको सोरुम भिजिट गर्दा कस्तो रेस्पोन्स पाउनुभयो त? म खुसी भएँ। मैले जो सोचेर गएको थिएँ उहाँबाट कस्टमर सर्भिस चाहिँ होइन अनि र मैले सोचेको भन्दा पनि विभिन्न नयाँ नयाँ डिजाइनहरू देखाएर मलाई जस खुसी बनाउनु भयो। किचनको फिटिङ गर्न आउनुभएको मिस्त्रीसँग चाहिँ हजुरको कस्तो अनुभव रह्यो? मिस्त्री साथीभाइहरू पनि मैले भनेअनुसारले उहाँहरूले सुनिदिनु भयो र टाइम दिएर मेहनत गरेर नै काम गरिदिनु भयो। मैले भने जस्तै भयो, सेटिस्फाइड छु। हजुरले अपेक्षा गरे अनुसार किचनको डिजाइन मिलेको छ त? म चाहिँ फर्स्ट अफ अल मैले किचन मात्रै बनाउने सोच गरेको थिएँ, तर पछाडि गएर चाहिँ बारको डिजाइन देखेँ अनि माथि एउटा सानो बार बनाएको छु र किचन पनि मैले भने जस्तै भएको छ। सानो एरिया भए पनि एकदम कम्फर्टेबल होइन अनि धेरै सामानहरू अटाउने खालको र म ह्याप्पी छु, सेटिस्फाइड छु। हजुरलाई किचन बनिसकेपछि कतिको सजिलो भएको छ त? मलाई धेरै सजिलो भएको छ, धेरै राम्रो भएको छ। पहिला पहिला सामानहरू अब जताततै हुन्थ्यो, भित्र राख्न पाएँ, सबै बक्साभित्रै राख्न पाएँ, धेरै सजिलो भएको छ। अनि हजुरहरूलाई यहाँको कलर, क्वालिटी र फिनिसिङ कस्तो लागेको छ त? यो त मेरो फेभरेट कलरै हो, सिल्भर कलर होइन अनि एकदम जस म्याच गरेको छ, मेरो अरू कलरहरूसँग पनि म्याच गरेको छ। जो सिल्कको फिनिसिङ होइन, फिनिसिङ प्लस क्वालिटीमा चाहिँ एकदम विश्वास थियो, मलाई विश्वस्त थिएँ र भने जस्तै किचन बनिसक्दाखेरि मैले चाहिँ त्यस्तै पाएको छु र थ्याङ्क यू सिल्क, आइ एम भेरी ह्याप्पी। हजुरहरू कतिको सेटिस्फाई हुनुहुन्छ र अरूलाई रिकमेन्ड गर्नु पर्यो भने गर्नुहुन्छ कि गर्नुहुन्न? म चाहिँ सेटिस्फाइडमा 1 देखि 10 मा मैले 10 मार्क्स नै दिन चाहन्छु, किनभने मैले भने जस्तो चाहे जस्तो भएको छ र मेरो साथीहरूलाई पनि म रिकमेन्ड गर्न चाहन्छु।